Hi guys, so let's do a shopping haul video. आज चाहिँ म भाटपट्टि नि गएको थिएँ अनि रिवानको लागि भनेर हुन्छ नि कपडाहरू पनि किनिदिएको थिएँ एक्चुअली. सो अलिकति रिजनेबलमै थियो कि प्राइसहरू, तर मैले मोस्टली किनिदिएको भनेको टी सर्टहरू मात्र हो. जे आउँछ त्यति देखाउँछु ल. म ऱ्यान्डमली देखाउँछु ल. यो सबै रिवान आफैले पिक गरेको. यो चाहिँ रिवानको लागि होइन. मैले चाहिँ रिवानलाई कति इयर्सको किनिदिन्छु भने साइज 9 to 10 इयर्सको. यिनीहरूको प्राइस रेन्ज हुन्छ नि रिजनेबल थियो क्या, त्यस्तो खासै एक्सपेन्सिभ चाहिँ थिएन होइन. अनि यो भयो है. यो चाहिँ मलाई मन परेर किनिदिएको है रिवानलाई. यो चाहिँ उसको चोइस होइन, मेरो चोइसमा. अनि राम्रो छ है, मलाई राम्रो लाग्यो यो पनि. यता राखौँ. अनि अर्को यो चाहिँ पिजे है. उसलाई अब के अरे बिच भाइब्स चाहियो अरे, त्यही भएर रिवानलाई चाहिँ मैले 9 to 10 इयर्सको साइज किनिदिन्छु क्या मोस्टली. किनभने टी सर्टहरू चाहिँ अलिकति हुन्छ नि उयसमा ओभर साइज नै राम्रो देख्छ नि त, त्यही भएर पनि हो. अनि यो चाहिँ रिभीको पिजे सेट जस्तो, तर यसो पोखराहरू जाने बेलामा ट्राभल गर्ने बेलामा लगाउनलाई पनि मिल्छ भनेर यो टी सर्ट र सर्ट्सको सेट छ क्या. राम्रो छ है, यो पनि मलाई राम्रो लाग्यो यो पनि होइन. अनि यो पनि रिवान आफैले चुज गरेको. यसमा खोइ के छ अरे, युनिभर्स सोलर सिस्टम सबै छ अरे. अनि त्यही भएर उसलाई एकदम मन पऱ्यो अरे, त्यही भएर उसले आफैले चुज गरेको. कस्तो पिकी भएको कि आमामा, यो लिन्न त्यो लिन्न भनेर हुन्छ नि. अनि अर्को यो ब्ल्याक चाहिँ मैले लिदिएको थिएँ प्लेन ब्ल्याकमा. राम्रो लाग्यो कि मलाई. व्हाइटमा खोजेको, व्हाइटमा चाहिँ नरहेछ, प्लेन ब्ल्याकमा मात्रै थियो. त्यही भएर यो लिदिएँ मैले रिवानको लागि होइन. मोस्टली टी सर्टहरू सबै रिवानको लागि मात्रै लिइदिएको छु मैले. अनि यो पनि रिवान आफैले नै उस गरेको, चुज गरेर हुन्छ नि. मलाई एकदम मन पऱ्यो अरे. औ पछाडिको यो डिजाइन झन् एकदम राम्रो लाग्यो अरे उसलाई, त्यही भएर पनि होइन. अनि अर्को चाहिँ लास्ट बट नट लिस्ट, यो चाहिँ सबै टी सर्टहरू मात्र छ. किनभने तलको त्यो ट्राउजरहरू चाहिँ बटमहरू चाहिँ एकदम महँगो थियो क्या. यो चाहिँ सेम किनिदिएको कि रिवान दुवैजनालाई ट्विनिङ गर्नु मिल्छ नि त. रिवानलाई चाहिँ 10 इयर्सको साइज, रिभीलाई चाहिँ 7 इयर्सको साइज. यो चाहिँ अनि मलाई यसो बेयरहरू भएको, टेडी बेयरहरू भएको कस्तो राम्रो देख्छ नि त, त्यही भएर मैले यो किनिदिएँ होइन. अनि तर अब नेक्स्ट चाहिँ रिभीलाई चाहिँ मैले कस्तो राम्रो लागेको क्या. यो कस्तो राम्रो राम्रो छ. ओ माई गड, यो जुत्ताहरू त हुन्छ नि जुन हेऱ्यो त्यही लिम खालको छ क्या, ग्लिटरीमा छ क्या. एकदमै राम्रो छ यो, रिभीको लागि हो. Can you see it? I like it. अर्को हिलवालामा पनि थियो कि, तर ठुलो साइजहरू मात्रै रहेछ क्या. अनि यो चाहिँ यो चाहिँ ब्ल्याकमा छ. यो चाहिँ हल्का अलिकति हिल छ होइन. स्कुलहरूमा पनि प्रोग्रामहरू हुने बेलामा लगाउनु मिल्छ नि त. यस्तो छ है यो दुईवटा. यो साइज चाहिँ मैले 31 लिइदिएको दुईवटा. राम्रो छ है, मलाई त एकदमै राम्रो लाग्यो. Bye. Bye. Thanks for watching, guys. Bye bye.